कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। श्री कृष्णचन्द्र भगवान को जय। आउनुहोस् भगवान श्री कृष्ण का लीलाहरू मध्येमा उत्तरार्धका जति पनि भगवानका लीलाहरू छन् ती लीलाहरूको कथा श्रवण गरौँ। भगवान बाल अवस्था, पौगण्ड अवस्था, किशोर अवस्था इत्यादि बढ्दै बढ्दै जानुभएको छ। अनेक प्रकारका भक्तहरू प्रति कृपा गर्दै जानुभएको छ। राक्षसहरूको उद्धार गर्दै जानुभएको छ। यही सिलसिलामा जरासन्ध आदि सबैको उद्धार पनि गर्नुभएको छ। र यता द्वारिकाधीश प्रभुले आफ्नो शिरमा मुकुट धारण गरेर स्वयं राजा हुई बक्सिएको छ, जसको नाम द्वारिकाधीश आज हामी भन्दछौं। एक दिनको कुरा हो, त्यही द्वारिका स्थानमा एकजना राजा रहनुहुन्थ्यो, जस राजाको नाम हो सत्राजित। सत्राजित राजा कस्ता हुनुहुन्थ्यो? धर्मात्मी हुनुहुन्थ्यो, ज्ञानी हुनुहुन्थ्यो। ब्राह्मणहरूलाई दान दक्षिणा, यज्ञ यागादि इत्यादि सबै गर्नुहुन्थ्यो। यही अवस्थामा एक दिन सूर्यनारायणसँग उहाँको भेट भयो। सूर्यनारायण र सत्राजित आपसमा परम सखा हुन्छ, बडा मिलन स्नेही यस्ता व्यक्ति हुनुहुन्छ। भगवान नारायण प्रसन्न हुनुभयो, सूर्यनारायण प्रसन्न हुनुभयो। म हजुरलाई के दिउँ त हे राजन? मसँग त केही छैन। ठिकै छ, आज दुवैजनाको भेट भएको छ। मसँग एउटा समन्तक नामको यो मणि हो, यो मणि तिमीलाई म आज प्रदान गर्छु। भगवान नारायण रूपी सूर्यले त्यो मणि प्रदान गर्नुभयो, दिनुभयो र सत्राजित पनि खुसी भएर त्यो मणिलाई धारण गरेर आफ्नो राजमहलतिर आउनु। रानीले सोध्नुभयो कि तपाईँ कहाँ जानुभएको थियो? यति बेरसम्म कहाँ जानुभयो? हामी त आत्तिसकेका थियौँ। म सूर्यनारायणसँग मिलेर आएको हुँ, उहाँ परम सखा हुनुहुन्छ। आज यो मणि मैले प्राप्त गरेँ उहाँसँगबाट। नित्य प्रतिदिन 8 बार सोना प्राप्त हुन्छ। 10 घण्टा पूजा गर्यो भने 8 बार सोना प्राप्त हुन्छ। यस्तो मणि हो यो। सत्राजित आज भगवानको पूजा आराधना इत्यादि गरेर त्यो मणिलाई धारण गर्दै गर्दै द्वारिकाधीश पुग्नुभयो, जहाँ भगवान नारायण हुनुहुन्थ्यो, श्रीकृष्ण हुनुहुन्थ्यो। त्यो अवस्थामा टाढेबाट श्रीकृष्णले देख्नुभयो, ओहो यो के आउँदैछ, यो ज्योति उज्यालो के आउँदैछ, टलक्क टल्किरहेको छ। सबै त्यहाँका द्वारिकावासीहरू जति मन्त्री आदि इत्यादि जो थिए सबैजना उठेर स्वागत गर्नुभयो। स्वागतम छ हजुरलाई। सत्राजित नजिकै आउँदाखेरि खुसी हुनुभयो र सबैजना त्यो सभामा बस्नुभयो। गफ गर्दै 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 जाँदै हुन त सुख दुख इत्यादि सबैका गर्दा गर्दै श्रीकृष्णले सोध्नुभयो, हे महाराज, यो तपाईले धारण गर्नुभएको मणि हो। यो मणि अत्यन्त राम्रो छ। भन्नुहोस् तपाईहरुको घरमा कतिजना हुनुहुन्छ? त्यतिखेर सत्राजित भन्छन्, म, मेरो धर्मपत्नी र मेरो भाइ, हामी 3 जना छौं। तपाईहरु 3 जना हुनुहुन्छ, यसले प्रतिदिन 8 बार सोना प्राप्त गराउँछ भने यो मणिलाई यही राख्दा कसो होला त? जनताहरुको ख्याल गर्छ, चन्दाहरुको रक्षा गर्छ, सबै भोग परिबाट बाँच्दछन्, यो यही राखौं न त भन्ने बित्तिकै अन्कनाउनु भयो।
अन्कनाइसके पछाडि पुनः समय आयो आफ्नो द्वारिकातिर जानु, आफ्नो घरतिर राज्यतिर जानुभयो। पतिसँग भन्नुभयो कि मैले मसँग कृष्णले यो माग्नु भएको थियो मैले दिइनँ। पति भन्छन् हाम्रो चिज आफ्नो अधिकार छ, हामी जे पनि गर्न सक्छौँ, दिनुपर्छ जरुरी छैन नि त भन्ने कुराहरू रानीले गरिन्। यत्तिकै भयो। हुँदाहुँदै एक दिन बिहान उठेर सत्राजित भगवानको सेवा आराधना पूजा गरिराखेका थिए। त्यति बेला प्रसेन सत्राजितका जो भाइ थिए, प्रसेनले त्यो मणिलाई धारण गरेर जंगलतिर जान खोज्दै थिए। यस्तो टलक्क टल्काएर हिँडिराखेका थिए, यो मणि हो, यसले 8 बार सोना दिन्छ इत्यादि आफूलाई अहमता सम्झेर चाहिँ अहंकारको रूपी आवाज निकाल्दै अगाडि बढ्दै गए। जंगलमा पुगे। जंगलमा एउटा बाघ थियो। बाघले त्यो देख्यो, टलक्क टल्किँदै गर्यो, दौडिँदै आएर प्रसेनको प्राण उसले लिइहाल्यो। लिनासाथ त्यो मणिलाई उसले मुखमा चबायो। बाघले यता चबाउँछ उता चबाउँछ, फुटेन, केही पनि भएन। भएपछि अब के गर्यो, खाने चिज त होइन। नभइसके पछाडि प्रसेन यसरी मर्न पुग्यो। बाघले जब उसलाई मारिसके पछाडि अगाडि भालु आउँदै थिए, एकदम बलवान भालु आइराखेका थिए। त्यो भालुले पनि त्यो बाघलाई देखे, यो के लिएर हिँड्दैछ। अब भालुभन्दा केही कम बल भएको हुन्छ बाघ। तुरुन्त भालुले उसलाई आक्रमण गरे र त्यो मणि आफूसँग लिए र घनघोर जंगलभित्र गुफा थियो, त्यो गुफाभित्र पस्यो भालु। पस्नासाथ भित्र आफ्ना परिवारहरू थिए, उनकी छोरी थिइन्। छोरीले त्यो स्मयन्तक मणिलाई खेलाउन लागि यता खेलाउँछिन् उता खेलाउँछिन्। के होला यो, टलक्क टल्केको, सबै उज्यालो 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 देवदीप्यमान भएको छ। यस्तो देखेर चाहिँ खुसी हुन लागे। सबैजना खेल्न लागे, म लान्छु म खेल्छु, आपसमा कोसखास गर्न लागे। यस्तो हुँदा हुँदै हुँदा हुँदै अब दोस्रो दिन भयो। सत्राजितले आफ्नो भाइलाई खोज्न लागे। खोज्दाखेरि कहीँ पनि नभेटे पछाडि कहाँ गयो त भाइ, कहाँ गयो, सबैजनाले यताउता सूचना गरे। कहाँ गयो भन्दा भन्दै जंगल पुगे। जंगल पुग्न साथ आफ्नो भाइ मरेको देखे। शंका लाग्यो सत्राजितलाई, कृष्णले मसँग मणि मागेका थिए, मैले मणि नदिएको हुनाले आज छलकपट गरेर चाहिँ मेरो भाइलाई मारे भनेर यसरी प्रचार गरिदिए उनले। सबैलाई एक कान दो कान मैदान, काणे काणे जपन जना, यस्तो प्रकारले सबैले थाहा पाए। भगवान श्रीकृष्णलाई कलंक लाग्यो। अब भगवान श्रीकृष्णले सुन्नुभयो यसरी मलाई कलंक लागेको छ, गुरुजनहरूसँग जानुभयो, मैले यस्तो के गल्ती गरेको थियो र मलाई कलंक लाग्यो। मैले त यस्तो त कसैलाई पनि दोष त लगाएको थिइनँ, मैले त कसैको केही वस्तु त लिएको थिइनँ, तर किन लाग्यो भन्दाखेरि अब बडा समस्या भयो। हुँदाहुँदै उहाँले आफ्ना सेनाहरू लिएर चाहिँ पुनः खोज्न लाग्नुभयो। गुफाको नजिकै पुग्नुभयो। भन्नुभयो यहाँ कोही पनि छैन, केही पनि छैन, म त अब एकचोटि यो गुफाभित्र पस्छु, तपाईँहरू बाहिर बस्दै गर्नु होला, म आउँछु, म आएपछि फर्किनु होला, म धेरै दिनसम्म आइन भने तपाईँहरू फर्केर जानु होला। अब भगवान श्रीकृष्ण त्यो गुफामा पस्नुभयो। जाँदा जाँदै भित्र बालिका चाहिँ खेलिराखेकी थिइन्। अब भालुसँग भगवान श्रीकृष्णले माग्नुभयो, यो मणि हो, यो हामीलाई दिनुहोस्, मलाई कलंक लागेको छ, मैले यो द्वारिका पुर्याउनु पर्छ, स्मयन्तक मणि मैले सत्राजितलाई दिनुपर्छ, नत्र भने म धेरै ठुलो कलंकको भागीदार हुनेछु। यस्तो उहाँले भनिसके पछाडि तुरुन्त त्यहाँबाट चाहिँ त्यहाँ युद्ध हुन लाग्यो। युद्ध हुँदा हुँदै हुँदै जाम्बवान स्वयं आफू थकित हुनुभयो। उहाँका नारी गोडा नारी इत्यादि शरीर सबै थकान भइसकेपछि हात जोड्दै भने, प्रभु मैले हजुरलाई चिने, मलाई थाहा थिएन हजुर यस्तो युद्ध गर्नुहुन्छ भन्ने कुरा, मलाई माफ गरिदिनु होला। अब यो मणि हजुरले लान सक्नुहुन्छ, तर म मणि मात्रै दिन्न, मेरी प्यारी छोरी छिन्, यो छोरी सहित तपाईँले यो मणि लान पाउनुहुन्छ, नत्र भने मबाट मणि दिनेवाला छैन। ठिकै छ, मुस्कुराउनु भयो भगवान श्रीकृष्ण। मुस्कुराएर चाहिँ जाम्बवती जसको नाम हो उसलाई लिएर उहाँलाई लिएर तुरुन्त त्यहाँबाट आउनुहुन्छ र त्यो सत्राजित समक्ष लगेर दिनुहुन्छ। सत्राजितलाई लज्जित भयो, ऊ एकदम लज्जाए, उसलाई धेरै दुःख लाग्यो, मैले यस्तै कलंक लगाएँ, भगवानलाई दोष लगाएँ, अब म के गरेर प्रायश्चित्त गरौँ भन्ने बित्तिकै हात जोड्नुहुन्छ, प्रभु यो मणि पनि हजुरले लानु पर्यो, मेरी छोरी छिन् प्यारी जसको नाम सत्यभामा हो, यिनलाई पनि तपाईँ लिइदिनुहोस्, लिइसके पछाडि मात्रै हजुर म यो कलंकबाट दूर हुन्छु भनेर चाहिँ त्यहाँबाट स्वीकार गर्नुभयो। आज भगवानका 3टा विवाह हुँदैछन्।
अगाडि पनि अरू विवाह हुनेछन् भन्दै यतिमै म आफ्नो त्यो वाणीलाई विराम दिन्छु। जय श्रीमन्नारायण।